गाइस, हाम्रो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ र आज चाहिँ हामी सायरी भन्न गइरहेको छौँ र मलाई चाहिँ सायरी खासमा केही आउँदैन, त्यही पनि बुनुले भन्नु भनेर म भन्न आँटिरहेको छु र अब चाहिँ एकछिन गाइज, अब चाहिँ हामी सायरी भन्नेवाला छौँ र सायरी दुईजना भन्न आएन भने चाहिँ हाम्रो चाहिँ यहाँ डरो पनिसमेन्ट हुनेवाला छ। पनिसमेन्ट चाहिँ गीत गाउनु पर्ने र गीत पनि खै के हुन्छ कस्तो हुन्छ बुनु यता है त। अब फर्स्टमा चाहिँ बुनुले सायरी भन्छ अनि उसले सायरी भनिसकेपछि म पनि सायरी भन्छु। मलाई आएन भने चाहिँ अनि उसलाई आएन भने उसले एउटा गीत गाउँछ, मलाई आएन भने मैले एउटा गीत गाउँछु। ल मेरो पालो छ, अब म भन्न जाँदैछु। गरिब भएर जन्मिएछ गाउँघरमा झ्यास जिगा गरिब भन्दैछु 1 2 3 गरिब भएर जन्मेछ गाउँघरमा झिझा झ्यास छोरो। गरिब भएर जन्मेछ गाउँघरमा झिझा झ्यास छोरो। अरूको देख्छु हातमा सुनचाँदी, मेरो हातमा डोरो। वाह खतरा। अब चाहिँ छ नानाको पालो। अब मेरो पालो छ, अलिक कस्तो कस्तो छ ल म भन्न गइरहेको छु 1 2 3 गो। जोवनको फुल ओइलाई जाला सम्हाली राख्नु है, आउँदैन फेरि त्यो जोवन फर्केर बर्सातको पानी झैँ। मरेसी आत्मा के हुन्छ कुन्नी कसलाई पो थाहा छ र, मरेपछि नि पुनर्जन्म पाइन्छ भन्छन् कसले पाछ र। वाह पनिसमेन्ट चाहिँ मैले पाइनँ है, मलाई पनिसमेन्ट पाउँछ भने डर लागिरहेको थियो। पाल्छ आमा भन्न जाँदैछु 1 2 3 गो। पानी भनेर खाइदिएको तेल रहेछ, पानी भनेर खाइदिएको तेल रहेछ। जिन्दगी हो भनेर हाँसे खेले रमाए, तर दुःख आउनु त कर्मको खेल रहेछ। सिधा ओलाने निस्किँदैन घिउ, त्यसैले हुनु हुँदैन धेरै लाटो। सिधा ओलाने निस्किँदैन घिउ, त्यसैले हुनु हुँदैन धेरै लाटो। देखाइदिँदैनन् कसैले जिन्दगीको यात्रा, त्यसैले आफैले हेरेर हिँड्नुपर्छ जिन्दगीको बाटो। वाह खेतमा पानी मेरो बुनु राजा भए म खोजिदिन्छु उसलाई रानी। बुनुले चाहिँ पनिसमेन्ट पाइसकेको छ, अब चाहिँ उसलाई गीत गाउन आएन गाइज। सायरी ल सायरी आएन, अब चाहिँ गीत गाउनेवाला छ। मैले झिमझिमाउने आँखाले भन्ने पनिसमेन्ट भएको छु। 1 2 3 गो। झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुकै भए म। झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुकै भए म। सक्यो मेरो पनिसमेन्ट। नानाको पालो आइसक्छ। मैले जसरी भए पनि गीत गाउनु चाहिँ मैले खोजिरहेको छुइनँ। म चाहिँ पनिसमेन्ट भोग्न चाहन्न गाइज है। अनि म चाहिँ जस्तो भए पनि कविताले सायरी चाहिँ भनिहाल्छु है। मोमोभित्र किमा भए समोसाभित्र आलु, मोमोभित्र किमा भए समोसाभित्र आलु। धेर न्यु नखोजै साले फुटाइदिन्छु तेरो तालु। एउटा पनिसमेन्ट दमदारवाला आउनेवाला छ गाइजहरु। भोगिसकेपछि त्यसरी फेरि भोग्न चाहन्न। अब चाहिँ म भन्दैछु है त। लाग्छ ल 1 2 3 गो। खाना नखाए मान्छेले कहिले पनि हग्न सक्दैन। वाह खाना नखाए मान्छेले कहिले पनि हग्न सक्दैन। चप्पल बिना हामी हिँड्न सक्छौँ, तर हामी बिना चप्पल कहिले पनि हिँड्न सक्दैन। वाह फेरि लागेको छ। मेरो चाहिँ अलिक मिलेन, त्यही पनि गाइज मेरो चाहिँ पनिसमेन्ट छ र अब मैले चाहिँ सुशान्त केसीको बारदली भन्ने गीत। कहिले आउँछौ माया तिमी घरको बारदलीमा, देख्नेछु हेर्न तिमीलाई। उसको एक झलक
यति नै गाइस मलाई चाहिँ गीत गाउन आएन हेलो हाम्रो आज यही हामी आज चाहिँ हाम्रो इन्डियन भिडियो आउँदैछ हुन्छ र अब लास्टमा चाहिँ हामीले एउटा गीत गाउँदैछौँ त्यतिकै त्यही कहिले आउँछु म तिम्रो घरको होइन हैन अरू के काम न बाई आज चाहिँ भिडियो सक्यो हाम्रो अर्को भिडियोमा आउँछौँ सब्सक्राइब गरिदिनु होला अर्को भिडियो हेर्नको लागि चाहिँ यस्तै साथ सपोर्ट गरिदिनु होला है बगैँचामा मेरी माया शर्मै लाउने पिरती नै गाँसौँ आज फुलै फुलको बगैँचामा मेरी माया शर्मै लाउने पिरती नै गाँसौँ आज बाँसुरी बजाइसकेमा बुलाकी जान्छौँ कहाँ फर्केर आउँदा मन पाउँछु जिन्दगी बिसाउन लजालु आँखामा डुबेकी यसरी बनायो नि स्टोरी ए साइली मायाका बेता गाउँ हामी